Right. Mm. 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 यो फिस एकदम बङ्गुर मतलब फ्याट वाला फिस हो यो। आरामसँग। हाई वेलकम ब्याक टु माई च्यानल गाइस, नमस्ते। आई होप सबैजना हजुरहरू सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। आज म फेरि पनि उपस्थित भइसकेको छु एकदम मजेदार एकदम टेस्टी मेन्यू लिएर गाइस। आजको मेरो मेन्यू रहेको छ, हेर्न सक्नुहुन्छ। आज फिस छ, तर फिसको पिस पनि अलिक माछा चाहिँ एकदम ठुलो टाइपको, त्यही भएर यस्तो पिस छ। तर आजको फिस चाहिँ एकदम युनिक छ, किनभने आज मैले बेङ्गोली स्टाइलको मैले बनाएको छु फिस करी। एकदमै टेस्टी भएको छ अनि यो चाहिँ मेरो फर्स्ट टाइम हो र कस्तो हुन्छ ट्राई गरिहालौँ। ओके, भिडियो सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनु होला। ओके, लेट्स स्टार्ट। भोक पनि लागिरहेछ, खानु पनि परिहाल्यो। गइपालि चाहिँ मेरो भिडियो एकदमै बिग्रिएको थियो गाइस, यसपालि चाहिँ एकदमै राम्रो हुनुपर्छ, हजुरहरूको साथ पनि हुनुपर्छ। ओके, पिउनको लागि पानी रहेको छ, अरू यो खाना व्हाइट राइस वाला भात, अरू एक्स्ट्रा ग्रेभी, अरू यति नै छ। त देख्नु भएको छ। ओके, लेट्स स्टार्ट गरौँ है खानु पर्ने। कचोरीको गाइस मेरो भिडियो चाहिँ एकदम हेर्नु न, खाना बनाउनु त खाँदै होइन अफ भइहालेछ कि खानै पाएन, खाइसकेपछि थाहा पाएको मैले त। फर्स्ट बाइट। So guys, यो फिस एकदम बङ्गुर मतलब फ्याट वाला फिस हो यो। माछा खाँदा एकदम केयरफुली खानु होला गाइस, हजुरहरू पनि खाना बचाउने आरामसँग। केयरफुली खानुपर्छ माछा त। मिठो। यतातिर त गर्मी लागिसकेको छ गाइस होइन, एकदमै तिर्खा लागिरहन्छ भने कि उतातिर हजुरहरू कहाँ कहाँ बस्नुहुन्छ, त्यतिर गर्मी लागेको छ कि नै, एकदमै गर्मी हुन्छ। मलाई चाहिँ आलु गरेर बस्नुपर्छ।
मजाको पिस एकदमै दामी Será de água? Mas até aí, guys. Hadi kodum. Haलेर टु बी अनेस्ट गाइज होइन बेङ्गोली स्टाइल पनि हो र यो खासमा त मैले खास यो बिहारी स्टाइल पनि हो बनाएको यो एकदम यो के तोरी राई हुन्छ नि यो सरसो यो मिक्स गरेर हाल्दाखेरि मिठो हुन्छ भन्छ होइन मिठो त हुँदो रहेछ तर हल्का तितो चाहिँ हुने रहेछ हल्का हल्का तितो तितो लागेको मिठो त छ मासु चाहिँ किन मिठो होला होइन गाइस यस्तो केयरफुल गर्नुपर्छ गाइस
देख्न सक्नुहुन्छ गाइस, मैले मेरो खाना सकाइसकेको छु। मेरो भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला गाइस। र मेन कुरा, हजुर भिडियो हेरेर प्लिज लाइक, एउटा मन पऱ्यो भने एउटा लाइक चाहिँ बसाउन नबिर्सिनु होला। फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला। बाई।